Hello. Hi. So it's finally happening, guys. मलाई त चिन्नु हुन्छ त्यही पनि हेलो. Hello everyone. It's 8 o'clock in the morning अनि आज चाहिँ हामी अब क्वीन्सटाउन जाँदैछौँ. 7 बजेतिर आइपुगेको थियो. 7 बजे आइपुगेर सबै एकछिन खायो ब्रेकफास्ट अभियसली घरबाट गर्न भ्याएन यही निटाएर ब्रेकफास्ट गर्यो त्यसपछि हाम्रो ब्यागेजहरू सबै चेक गर्यो त्यसपछि इमिग्रेसन क्लियरेन्स गर्यो अनि अहिले चाहिँ अब गेट हाम्रो चाहिँ एलोकेट भइसकेको छैन 8:25 मा हुन्छ अरे त्यही भएर हामी चाहिँ बसी मात्रै रहेको छ एन्ड हाम्रो हेमाजी चाहिँ यहाँनिर मेकअप गर्दै हुनुहुन्छ हैन किनभने उहाँले चाहिँ बिहान गर्न भ्याउनु भएन रे मैले चाहिँ गर्न भ्याइसकेँ किनभने मेरो मेकअपको नाममा सनस्क्रिन र मोइस्चराइजर मात्र हो म चाहिँ आज फुल अन मेकअप गरेर आएको भन्न त मेरो फुल अन मेकअप आज यो चाहिँ हैन आज हामी चाहिँ 2:15 मा ल्यान्ड हुन्छ त्यसपछि चाहिँ हामी कार रेन्टलको लागि जान्छौँ कार पिकअप गर्छौँ त्यसपछि चाहिँ हामी एयरपोर्टबाट क्वीन्सटाउन जान्छौँ एयरबिएनबी मा अनि त्यसपछि आज चाहिँ त्यस्तो खासै प्लान छैन हामी जान्छौँ फ्रेस अप हुन्छौँ अनि त्यसपछि चाहिँ यसो नाइट लाइफ क्वीन्सटाउनको एक्सप्लोर गर्छौँ हामी चाहिँ अब बोर्डिङको लागि वेट गरिरहेछौँ अब one more hour to go. We'll see you in New Zealand. फाइनली है हामी चाहिँ न्युजिल्यान्ड पनि आइपुग्यो यस्तो राम्रो एकदम म्याग्निफिसेन्ट हुन्छ नि माउन्टेन्सको त्यो भ्यूहरू यस्तो राम्रो देख्यो कार किज पनि लियो है हामी चाहिँ अहिले रेन्टलबाट यो कार पिकअप गर्यो अब चाहिँ हामी एकदम भोक लागिरहेको छ केही खान जान्छौँ यस अब 10 डिग्री छ हैन पुरा माउन्टेन छ के अघि आउँदाखेरि पनि भ्यू खतरा दामी देखेको छ माउन्टेनले गर्दा यता पनि माउन्टेन छ सो अहिलेको लागि चाहिँ ड्राइभर गाडी भन्निरे We have already reached our destination for today. यहाँबाटको भ्यू चाहिँ हैन check it out. There you go. Oh my god. यस्तो दामी भ्यू छ नि यार यस्तो जुम गरेर हेरौँ त्यो अगाडिको लेक विथ माउन्टेन्स यो चाहिँ परसम्म नै छ के यतासम्म छ के यस्तो दामी के मनी एक्सचेन्ज गरेँ होइन मनी एक्सचेन्ज गरेर चाहिँ अब इन्डियन रेस्टुरेन्टको हन्टिङमा हिँडिरहेको छ लिडिङ आवर वे इज विक्रम अनि हामी चाहिँ पछाडि उसलाई फलो गर्दै होइन अब खानु पऱ्यो नि त लास्ट भोक लिएर यसो हेर्दाखेरि चाहिँ त्यस्तो पोखराको भाइब्स दिने ठाउँ रहेछ कि टक्क लेक होइन बिचमा अनि यतातिर चाहिँ पुरा सिटी एरिया मात्र अनि सराउन्डेड बाई माउन्टेन्स के अनि अलि हिउँ पनि परिरहेको अनि खतरा देखिरहेको के अनि त्यसपछि चाहिँ सामानहरू किन्छ हामीले किन भनेपछि हामी एयरबिएनबीमा बसिरहेको नि त त्यही भएर केही अब पकाउन मन लाग्यो भने केही पकाएर खाने आज हामी चाहिँ यहाँ पुगिसक्यो होला 7 बजे घाम यस्तो अगाडि नै छ कि होइन यहाँ त कति 8:30 मा बल्ल सनसेट हुन्छ अरे आज त्यस्तो जाडो पनि छैन सोचेको भन्दा अब कम्पेयरिङ विथ सिडनी चाहिँ अलिकति महँगो नै रहेछ यो ठाउँ चाहिँ अब करेन्सी एक्सचेन्ज गर्दा चाहिँ एयरपोर्टमा चाहिँ गर्दै नगर्ने होइन एयरपोर्टमा अब चेन्ज गर्नु भनेको चाहिँ स्क्याम नै हो 90 दिएको थियो सिडनीतिर त्यस पछाडि चाहिँ यतातिर आएपछि चाहिँ हामी क्वीन्सटाउनमा आएपछि चाहिँ झन् घटेर $85 मात्र दिएको थियो कि अस्ट्रेलियन $1 को $85 जति दिएको थियो सरी 85 सेन्ट हो सरी हो अस्ट्रेलियन $1 को चाहिँ 85 सेन्ट मात्र दिएको थियो कि तर खास रेट चाहिँ अस्ट्रेलियन $1 को $1 अनि 14 सेन्ट थियो अनि तर हामीले यहाँ आएर क्वीन्सटाउनमा आएर एक्सचेन्ज गरेको थियो त्यहाँ आएर एक्सचेन्ज गर्दा चाहिँ हामीले कति पर्यो $1 एन्ड कति चाहिँ $1.08 थियो कि त्यो भनेको चाहिँ सिडनीको एयरपोर्ट भन्दा नि
वे बेटर हो अनि यहाँको एयरपोर्टभन्दा त झन् बगालै धेरै हो त्यो चाहिँ एयरपोर्टमा चाहिँ कहिले पनि करेन्सी चाहिँ अब चेन्ज नगर्नु चाहिँ अनि अहिलेको लागि चाहिँ यस्तै हो अब खाइयो अब एकछिनमा अब हामी हल्का ग्रोसरिजहरू लिन्छ होइन मैले भन्न खोजेको चाहिँ काम एक्टिभिटी चाहिँ केही छैन नि त आजको लागि अब मेन एक्टिभिटी चाहिँ हाम्रो भोलिबाट सुरु हुन्छ भोलि बिहानैबाट हाम्रो यति धेरै एक्टिभिटी सुरु हुन्छ पर्सि चाहिँ हामीले गन्डोल हान्ने ठाउँ चाहिँ त्यहाँ माथि यहाँबाट त्यो केबल कार जस्तो नि त्यहाँबाट चढ्ने त्यहाँबाट माथि जाने फर्स्ट सनसेट इन क्विन्सटाउन मेन एक्टिभिटीहरू चाहिँ भोलिबाट मात्र सुरु हुँदैछ भोलिबाट धेरै नै एक्टिभिटी गर्दैछौँ हामी अनि अब 10 दिनमा हामी अब 8 डेज चाहिँ यताउता एक्टिभिटीहरू गर्दैमा बिताउँछौँ होइन अनि 2 दिन चाहिँ अब आउन र जानको लागि थियो अब डे 1 आज सिडनीबाट आयौँ डेट 10मा चाहिँ या फिर नोभेम्बर 10मा चाहिँ फर्किन्छौँ हामी अब बिचमा चाहिँ 8 दिन चाहिँ सबै बाँकी एक्टिभिटीहरू गर्ने होइन सो एक्चुअली भन्नुपर्दा चाहिँ दिस इज माई फर्स्ट इन्टरनेसनल ट्रिप होइन सो आइ एम ट्राइङ टु भ्लग एभ्रिथिङ सो अब आजको दिन सकेपछि चाहिँ अब नेक्स्ट डे कस्तो हुन्छ आई विल डेफिनेटली लेट यु नो अब चाहिँ हामी एकछिनमा चाहिँ उलिजमा जाने हो उलिजमा गएर चाहिँ हाम्रो ग्रोसरिजहरू चाहिँ लिने हो चाहिँ यो अन माई नेक्स्ट भ्लग Look guys, still have another 3 hours to go. Yes. 3 hour त नभन्नु 2 hour भन्नु कस्तो 3 hour मा चाहिँ कट हामी 4 घण्टा अगाडि आएको फर्स्ट टाइम नेपाली हुनुको चाहिँ होइन हामीले रुल ब्रेक गर्यो होइन धेरै अगाडि आएर केही नगर के नानी त फर्काऊ 4 जनालाई देख्ने गरी अनि यतिकै छोडिराखेको के त्यहाँ म ठुलो आउँदो रहेछ क्या उता हेर्न पर्दैन क्या अब उता नहेर आफ्नै सुटले बस्छ हेर्नु पर्यो नि त्यसले त अनि प्लेन उडे भर्खरै अब गइसक्यो